के गर्ने अरे भन्नु अब तैँले भन्नु। आज चाहिँ गेम खेल्ने बलिउड एक्टर या एक्ट्रेसलाई ग्यास गर्ने। एक्टर या एक्ट्रेसको फोटो सेलेक्ट गर अनि म 5वटा आदि क्वेसन सोध्छु, डाइरेक्ट क्वेसन होइन नि। अनि तैँले हिन्ट दे कि को एक्टर हो को एक्ट्रेस हो भन्दै हिन्ट दे। या त मुभीको रेफरेन्स हुन्छ या त गाना हुन्छ या त उसको एउटा केही हिन्ट दे। अनि 40 सेकेन्डको टाइम मिल्छ, त्यो भित्रमा ग्यास गर्न सकेन भने हारो। ओके, मेरो भुँडी ठुलो देखेन होला नि। देखेन होला। कसले पहिला सुरु गर्छ त? तँलाई गरौँ त। अप्ठ्यारो त्यहाँ के अरे 80s का एक्टर एक्ट्रेस नले चिन्दिनँ नि, म त्यति पुरानो होइन नि। म चाहिँ 80s को हो। के त मलाई कसलाई ल्याउँछस् भन्छु। अनि तैँले यो हेर्न पाउँदैनस्। अभियस त। त्यो चाहिँ निकै फेमस छ, मतलब मेलो। मेलो। अनि मेरा क्वेसन 5वटा छन् नि, तैँले हिन्ट दिएको मतलब छैन नि। मेरा क्वेसन 5वटा छन् नि। ए ल ओके, फेमस छ, बलिउड हो, छोरो मान्छे हो, गेस गर। ओके, म क्वेसन पो के सोध्नु सोच्दैछु। बलिउड फेमस अनि मेल भनेपछि ओके, के क्वेसन कमेडियन हो कि हिरो? मतलब एलिस्टर एक्टर हो? कमेडियन पनि हो, एक्टर पनि हो। त्यसका कमेडी देखेर त म अझै पनि हाँस्छु। होइन, मतलब हिरो, मुभीको मेन हिरो हो नि। ओके, कमेडी त हिरो त अभियस खालको आयो त। अक्षय कुमार होइन। ओके, अर्को होइन। 20 सेकेन्ड मात्रै रहेछ नि। ए होइन, हिरो पनि कमेडियन पनि। गट इट, चिची गोविन्दा। होइन। कमेडियनमा त गोविन्दा छ, अनि अक्षय कुमार पनि होइन। ओके, त्यसो रिसेन्टली यो साल मुभी आयो होला, किनकि आइरहेको छन् हिजो आज। ब्याक टु ब्याक फेमस मुभी आइरहेको छन् त्यसका। ब्याक टु ब्याक फेमस मुभी, कमेडियन पनि अनि एक्टर, मतलब एरिस्टर एक्टर। एकदम नम्बर 1 एउटा मुभी नै एउटा गर्ने। अहिले त नम्बर 1 मै छ अझै त चाहिँ। मेरा क्वेसन कतिवटा भयो? 2टा क्वेसन त रहेका छन्, त्यहाँ भएन। शायद रणबीर कपुर होइन। ए को त? ओके, लास्ट हिन्ट दिन्छु। ओके, एउटा हिन्ट। तीनजना साथी हुन्छन् अनि दूर घुम्न जान्छन्, अनि त्यहाँबाट चाहिँ इन्डियाभित्रै घुम्न जान्छन्, अनि त्यहाँबाट चाहिँ फेमस मुभी पनि हो, अनि गाना पनि अझै पनि रेलेभेन्ट छ। ए करेक्ट। ओके, या त 2टा आयो दिमागमा। एउटा भन्दा दुईटामा एउटा रोजेर भन्, कहाँ अप्सन 2टा छन्। अब गेस गरेँ त मैले। एउटा कुन? ऋतिक रोशन होइन। उ चाहिँ फरहान अख्तर चाहिँ होइन। फरहान अख्तरले डाइरेक्ट गरेको मुभी पनि छ। अघि मैले भनेको फरहान अख्तरले डाइरेक्ट गरेको मुभी हो मैले भनेको। ए आमिर खान होइन। त्यसमा सैफ अली खान हो। भ्याइ तेरो टाइम। खोइ को त? अक्षय खन्ना। म जाता है। कम अन, मलाई दिमागमा आएको हो यो। म चाहिँ ओके, उठबस गर। च्यालेन्ज दिएन यसमा। ओके, मेरो पाली। ओके, अब मेरो पो दिमाग खायो। भयो नाम सबै मैले लिइसकेँ। ओके, नयाँ पहिला देखा। ओके, अब केटी हो। मेल। एउटा क्वेसन गयो। ए समय त मैले उता देखाएर। ओके, हैन, अहिले फेरि हेरि पठाइन्छ। भन्नु त्यहाँ बन्द गर्न। ओके, मसँग चाहिँ छैन, म यहाँ राख्छु। ओके, अनि अघि त तँलाई त मैले सबै थोक भनेर बताइदिएको थिएँ त, र पनि जानिनस् त। ओके, मेल हो भने नि त्यसको एकदमै ठुलो भन्दिनँ, त्यो त अभियस हुन्छ। नोप। ओके, म तपाईँ 6वटा दिन्छु नि त। ओके, सो एउटा भयो, 5वटा भन्न। अनि तैँले भन्ने बलिउड हो, बलिउड त गरेको आज हामीले। ओके, अनि क्वेसन गर्न। त्यही त छोरो मान्छे भनिस् नि। 40 सेकेन्ड जमाना आयो। सेकेन्ड टाइमको अब बाटै हाल्नु। तैँले अघि 40 मिनट लिएको थिइस्। अहिले रिसेन्टली मुभी आयो। 2टा भयो, 4 भयो। ए क्वेसन 4 है। रिसेन्टली मुभी आयो, छोरो मान्छे हो, फेमस एक्टर हो। 3टा भयो। फेमस एक्टर पनि हो, रिसेन्टली मुभी पनि आयो। यसलाई राम्रोसित चिन्नुहोस्, त्यो चाहिँ फ्रीको हिन्ट हो। अब बलिउडलाई त सबै राम्रोसित चिन्नुहुन्छ। अब
रिसेन्टली मुभी कुन आयो त्यो मान्छेको चाहिँ ए ब्लकबस्टर आयो यस सनी देओल नो मैले ब्लकबस्टरलाई सोचेको तर होइन त्यसको रिसेन्टली ब्लकबस्टर नै आएको थियो 2टा रहे 10 मिनट गइसक्यो ए सनी देओल पनि होइन ब्लकबस्टर पनि थियो मैले पनि चिन्दछु नि यार अभियसली ओके एउटा हिन्ट दिन्छु ल अँ। त्यो मान्छे एक टाइममा मिममा यति धेरै चलेको थियो कि एकदमै धेरै मिममा ध्यान दे तर अरू ए लिस्टर पनि छन् ओके म अझै एउटा हिन्ट दिन्छु फ्रीको अक्षय कुमार होइन किनकि अक्षय कुमारको मिम बद्दै नि त यस्तो गरेर उभिएको छ अक्षय कुमारको मिम देखेको छैन त्यो अक्षय कुमार होइन ल यार अनि अझै एउटा हिँड्दैन त ओके 2टा मिक्स गरेर दिन्छु नि त एउटा हिन्ट चाहिँ रिसेन्टली ठुलो कन्ट्रोभर्सी भएको थियो त्यसको नि जान्नेले मात्रै जान्दैन सायद धेरैले जान्दैनन् अनि जुन ब्लकबस्टर मुभी भन्यो नि त्यो गएको साल आएको त्यसको त्यो सबसे ठुलो हिन्ट हो नि रणवीर कपुर होइन राम्रो कुन रहेछ ए एनिमल होइन एउटा रहेछ मान्छे चिन्नुहोस् तैँले सिधै चिन्दछु बलिउड कमेडियन हो त्यसको जो ब्लकबस्टर हिट भयो नि त्यो कमेडी मुभी थियो लो अब लास्ट इयरको कमेडी मुभी कुन थियो यार म त हिजो आज त खालि डिस्ट्रिब्युसन मात्रै हेरेको छु धेरै लास्ट इयर भन्दा पनि रङ्गै भयो त्यो मुभी आएको त्यस्तो जे पाए त्यो भयो एक्ज्याक्टली इयर थाहा याद छैन मलाई तर डेफिनेटली यो 2-3 सालभित्रको मुभी हो त्यो एक्ज्याक्टली साल याद छैन मलाई कुन भन्दै तर कमेडी भन्नाले 100% कमेडी होइन 80% कमेडी उ त के अरे अजय देवगन हो होइन होइन देखिन कालो कालो कपडा चाहिँ देखिन तर मान्छे चिनिन साइडबाट चिनिन ल यार लास्ट गेस रिसेन्टली कमेडी मुभी कुन थियो यार म गएर हेरेँ कोनी तँ गएर हेरिस् मैले हेरेँ सञ्जय दत्त देखा है जाने छैन ओके कार्तिक आर्यन बुलबुलैया 2 भुलभुलैया 3 होला नि यो त भुलभुलैया 1 त अक्षय कुमारको हो नि त अफ कोर्स नि यार कार्तिक आर्यन यसलाई मैले राम्रो चिन्दैन नि चिन्दिन तिनीहरु मिम थाहा हुनु भन्दै के अरे यही कि तू बात नहीं कर रहा है ऑल दैट क्या प्रॉब्लम क्या है प्रॉब्लम ये है कि वो लड़की है और क्या प्रॉब्लम है प्रॉब्लम ये है कि मैं चाहता हूँ मेरी लाइफ में कोई प्रॉब्लम ही ना हो लेकिन अगर मेरी लाइफ में कोई प्रॉब्लम ना हो ना तो ये उसकी लाइफ की सबसे बड़ी प्रॉब्लम है यार का वञ्चनामा दुईजना बराबर नि दुईजनाले हार्जियो नि चिनिन फेरि अडियन्सले नै मैले नै चिनिन भनिरहेको चिनिन्छ हेर्नु है क्यामेराको लेन्स नयाँ बत्ती जस्तो देखेँ मैले बत्ती जस्तो त बत्ती नै भनेको हो नि यसले फेरि क्यामेराको लेन्समा चिन्ने हो कि भन्ने छोरी मान्छे ओके अनि फेमस ओके रिसेन्टली कि पुरानो फरएभर फेमस नि अब बलिउड छोरी मान्छे फेमस ओके मैले जानेका रानी प्रियङ्का विद्या परिणीति सरी प्रीति चिन्ता गर्न खोजेको करिश्मा करिना अनि खोजेको छ होइन मैले याद गरेको नाम परिणीति कुन हो परिणीति चोपरानी यार ए अच्छा त्यो फेमस हो त्यो फेमस होइन मैले असली प्रीति भन्न खोजेको त्यसमा त अर्जुन कपुरलाई त नम्बर 1 मा छ अर्जुन कपुरको रेफरेन्स बुझ्दैन होला किन बुझ्दैन सबै जान्ने वाला छ प्रियङ्का त देशी गर्ल त्यो त अभियसली जाने गरिनुहोस् तेरो चोइस भन कि यो र त्यो नाम सोच्दै छु नि नाम याद आउनु पर्यो मलाई पहिला अनि के बाहिर मुखले सोचेको अफ कोर्स पनि हो नि थाहा होस् न उतालाई के सोच्दै छ भन्दै प्रियङ्का विद्या करिश्मा करिना रानी प्रीति के हुन्छ ए प्रीति जिन्दा ए यो छिमेकी जिन्दा त कति छिमेकीलाई बोलाएको गर्छस् अनि प्रीति भन्ने प्रीति जिन्दा साह्रै क्युट क्युट छे भन छिटो ओके रेखाहरू पाइन्न नि किन पाइन्न रेखा चाहिँ रेखा र माधुरी त नगर्ने यार किन त्यो त पुरा ओके बस बलिउड एक्ट्रेस नै हुन् के ओके रिसेन्टली मलाई 10 मिनेट भनेको कति भइसक्यो रिसेन्टली गएको सालमा त्यसको मुभी आएको छ रिसेन्टली आएको छ नि आइसक्यो होइन आएको आइछ भक्का भयो 2025 मा मुभी आयो त्यो चाहिँ स्योर भएन अनि कसरी रिसेन्टली भयो त अनि अघि मलाई 3 वर्ष अगाडिको भर्खर अस्तिको साल भनेछ त भन्न म त बदला लिएको मा इन्क्लुडिङ कंगना पनि छैन एक्ट्रेस भने फरएभर अफ कोर्स त अब आएन के अरे कंगना मन पर्छ मलाई कंगनाको एक्टिङ राम्रो छ रोज्न बेस्ट एकजना रोज्न हेर्न छिन् यहाँ कंगनाको बेस्ट मुभी भन्न आँटेँ मैले के अरे यो ग्यास गर ओके ओके हिन्ट कति राम्रो छ यार त्यो त पाइन्न नि अफ कोर्स एक्ट्रेस भन्दा राम्रो छ नि भाउजू जस्तै छ म त ठगिस मान्छेले भुलिसक्यो होला त्यो ए म धन्य बन्थ्यो देखिन भन्थ्यो
देख्न पाइने अब मैले देखिन साँच्ची देखिन म गाना गाएर सुनाउँछु सुन्दैछ पुरा अलिक गाना म जान्छु त अनि तेरे दिल में आज क्या है हो त गाना जमानाको गाना आउँछ त अलिक गानै गाएर सुनाए त अहिले त मारो अनि श्रद्धा कपुर हो होइन कपुर होइन अर्को हिन्ट ओके सनी करिश्मा करिना आउट कपुर होइन उता गएछ रानी कसरी जानिस् मर्दानी किनकि मर्दानी लड्दै आएको छ नि त देखिस् होला होइन यार। देखिन साँच्ची देखिस् तैँले देखिन ल ट्राई गर्नु त लु म अर्कै एक्ट्रेस त्यो गर्छु त्यहाँदेखि त्यहाँबाट जान्ने कोसिस गर ल लु हेर देखिस् को आज रानी मलाई ऐश्वर्या राय भन्न आयो। ओके म नाम सर्च गर्छु मलाई देखाउन आँट्दैन